हेलो गुड मर्निङ एभ्रिवान। सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै आरामै छौँ। साथीहरू, आजको बिहानीको सुरुवात नगई हामी हिँडेका छौँ जङ्गलतिर। ल हेर्नु, अहिलेको मौसम चाहिँ यस्तो छ साथीहरू, एकदम चिसो छ, कुहिरोले डमक्कै ढाकेको छ, कतै केही देखेको छैन। अगाडि बाघ आए पनि देखिन्न होला जस्तो छ। साथीहरू, हामी जङ्गल हिँड्दा यसरी भुटेको मकै यसरी खाँदै हिँडेका छौँ है। यसरी भुटेको मकै यस्तो खाँदै हिँड्छ साथीहरू जङ्गलतिर घाँस काट्नको लागि। अब जाँदैछौँ। गाउँघरको काम हो यस्तै छ साथीहरू, जति नै जाडो भए पनि भैँसी बाख्रालाई घाँस ल्याइदिनै पर्यो होइन र। हामीलाई भोक लागे जस्तै गाई भैँसीलाई पनि भोक लागिहाल्छ, बाख्रा भैँसीलाई। त्यही भएर घाँस काट्न हिँडेका छौँ यस्तो चिसो मौसममा पनि। जाडो त एकदमै छ होइन साथीहरू। अनि हजुरहरूको घरतिर पनि एकदमै जाडो होला, गाउँघरमा सहर बजारमा पनि पक्कै पनि जाडो छ होला, यस्तै कुहिरो लागेको छ होला, अँध्यारै छ होला, यस्तै छ साथीहरू। आजभोलि यो पुसमाघको जाडो हो, आफ्नो सुरक्षाका साथ बस्नु होला, तातो तातो खानु होला, न्यानो न्यानो कपडा लगाउनु होला है त साथीहरू। यसरी चट्ट अर्ग्यानिक मकै पररररर भुटेर यसरी फुला उठाएर अनि भात तातै खानु होला साथीहरू, एकदम शरीर तातो हुन्छ। अनि जाँगर पनि लाग्छ। हामी जस्तो बिहान बिहानमा यसरी कुदी कुदी जङ्गलतिर दाउरा घाँस गर्न हिँड्न सकिन्छ, यस्तो हुनुपर्छ क्या साथीहरू। साथीहरू, यहाँलाई विश्वास लाग्यो कि नै है, हामी बिहानीको समयमा जङ्गलतिर हिँडेका छौँ। गाउँघरमा यस्तै छ साथीहरू, के गर्ने, वन जङ्गल दाउरा घाँस गर्नै पर्यो। हामी मकै खाँदै जङ्गलतिर हिँडेका छौँ। तातो भर्खरै भुटेर त यहाँ पछ्यौरामा पोका पारेर लिएर आएको साथीहरू, पछ्यौरामा छ। यसरी मकै खाँदै घाँस काट्ने खाएर, अब मकै खाएर बस्न लाग्यो भने अबेला हुन्छ। अनि त्यही भएर हामी चाहिँ खाँदै खाँदै जाने भनेर हिँडेका छौँ। कुहिरो पनि लाग्छ, अँध्यारै अँध्यारो छ, तर हामीलाई बानी परिसक्यो। वनको बाघसँग त त्यस्तै हो, वनको बाघसँग डर लाग्छ भन्छन्। वनको बाघले हामीले आक्रमण नगरेसम्म उसले पनि केही गर्दैन होला जस्तो लाग्छ है साथीहरू। अहिलेसम्म केही गरेको पनि छैन। अनि त्यही भएर यस्तो अँध्यारोमा त बाघ लाग्ला भन्ने त हुन्छ, तर यस्तै छ साथीहरू। ठिक हो कान्छे, मकै खाएर भ्याउनु छिटो हो। भुत जस्तै देखिन् हाम्रो कान्छे। शीत चाहिँ यस्तरी परिरहेछ, यो रिपमा यस्तो शीत परिरहेछ, टलक्क टल्केको छ शीत। हात ठिर्याएर कति चिसो भयो हेर्नु साथीहरू। अब गएर घ्याम्की च्याम घाँस काटेपछि भइहाल्छ नि। ल हेर्नु, यहाँ हात फोडा उठेर पनि फुटिसकेको छ, यस्तै छ हाम्रो हात। आज बजै कता जानुभएछ र? यहाँ त डोजर चल्न लागिसकेको छ क्या, डोजर लिएर बाटो खनिरहेको छ है साथीहरू। यहाँ डोजर छ। दिदी नमस्ते। हाम्रो दिदी गोठ्नै गरेर आउनुभएको छ। अहिले फेरि के गर्छ? यसले के गर्छ?
साथीहरू घाँस लिएर घरतिर पनि हिँड्यो हामी घाँसको बारी लिएर। आज शीतले चिप्लोले गर्दा हेर्नु त चप्पलै चिँड्यो मेरो, यस्तो भएको छ शीतले गर्दा। हामी चाहिँ अब घरतिर लागेको साथीहरू। कुहिरो अझै यस्तो छ, अँध्यारै अँध्यारो। भारी बाँधेर बसिसकेछन् कान्छीले। मेरो चप्पलै चिड्यो, बनाइदेऊ त। ल साथीहरू हामी घरतिर लाग्यो अब। कुहिरोले चाहिँ अझै छोडेको छैन, यस्तो लागिरहेछ कुहिरो। हिजोको अलि छोटो थियो, यहाँसम्म हाल्नु छ अलि चलाउनु नामहरू तलै त खानु म त मान्छेले काम छैन, अग्लो मान्छेले हुन्छ। आज हाम्रो मुढा बोक्ने कार्यक्रम थियो क्या। हिजो बोकेको मेरो मन चाहिँ के भएछ, हामी आज चाहिँ दाउरा बोक्दै, 25 दाउरामा पनि मुढा बोक्दै छौँ है साथीहरू। छोटा खाले 2टा मुढा थियो, यसरी जङ्गलबाट लिएर जाँदैछौँ। मैले हिजो अब हामी जङ्गल कट्न लागिसक्यो। हो के अरे तिमीले मान्दैन बोक्दैनन् भयो, तिमीले त्यस्तै बोक्न जाँदिन मन त दुखेर पो लाग रे रिपोको उस मिडुङ बुढा। हामी दाउरा काटेर अब जङ्गलबाट घरतिर जाँदै छौँ। हिजो यतै राखेर आज काट्नु भयो। कति डरान्डेलाई यो बन्द गरौँ जङ्गल एक्लै बस्छ मान्छेलाई डराइन्छ। त्यही घर र त्यही बाहिर निस्क्यो मुख्न निस्क्यो भने त डर लाग्छ। मेकअप गर्नु मात्रै लाग्छ अरे। अनि त्यहाँदेखि कि मेकअप गर्नु रहेछ र त्यस्तो मेकअप गरे जस्तो त हुन्न। पैसा पठाउनु मन नगर्थ्यो होइन, नपठायो भने बरु एक राख्ने जम्मा गर्ने गरे त केही पनि हुन्थेन। कति 10 मिटर टाढा खानु माग्नु माग्नु फाइनली घरमा आइपुगेको अवस्था मुढा लिएर। यहाँ बाँदर लुकिरहेछ।